जहिले पनि हामीले चाहिँ हाफ क्लच बुझ्नु जरुरी छ गाडीले भाइब्रेसन लियो बाइटिङ पोइन्ट ब्रेक उठाउँदा सर्नु भएन त्यसलाई चाहिँ भन्छ बाइटिङ पोइन्ट ब्रेक क्लचलाई हल्डमा राख्यो ब्रेक उठायो हेऱ्यो फेरि हल्ड भयो नि बाइटिङ पोइन्ट अब उता पिकअप गऱ्यो पहिला मजाले दबाउनुहोस् यता लाइटली हल्का उता दबाउँदै जानु हिँड्यो नि होइन अब एक्सिलेटर कम्ती गर्नुहोस् मेरोपट्टि राख्यो यता यता मेरोपट्टि मिल्छ यता हल्का तपाईँपट्टि अब क्लचलाई फुल डाउन गर्नुहोस् एक्सिलेटर छोडेर क्लच दबायो एक्सिलेटर छोड्यो फेरि एक्सिलेटर दबाउनुहोस् क्लच उठाउँदै जानुहोस् यो हामीले कति बेला गर्छ याद छ तपाईँलाई जब सर्ट डिस्टेन्सको जाम हुन्छ रोक्दै उठाउँदै हुन्छ नि त्यो सिनमा चाहिँ यो एप्लाई हुन्छ अलिकता फुल क्लच एन्ड ब्रेक यसमा चाहिँ हामीले गियर न्युट्रल गर्नुपर्छ फर्स्ट बिगिनरमा चाहिँ न्युट्रल हल्का तान्यो बस फुल भुइँमा राख्नुहोस् अब तपाईँ ब्रेकको भरमा हल्का ब्रेकलाई उठायो स्ट्रेट रोड छ भने स्ट्रेटै राख्नुहोस् स्टियरिङलाई नि यताउता मुभमेन्ट नगर्नुहोस् ल मिररमा यता योपट्टिको मिररमा कभर गर्नुहोस् अब ओके स्टप अब